अनि यहाँ त तपाईको एउटा कोसीमा चाहिँ निलो निलो बग्छ पानी यता अर्कै कलरको बग्छ यसको कथा पनि छ अरे हो तपाईको यो अरुण तपाईको के भन्छ चाइना फोरेर आएको नि त तपाईको त्यहाँदेखि हिउँ पग्लिन थालेपछि त्यो धमिलोले गर्दा यो अरुण आएको दुधकोसी चाहिँ अब यो काठमाडौँदेखि तलतिर दोलखादेखि मात्रै झरेको नि त तपाईको आएकोले गर्दाखेरि तपाईको निलो अब त्यो छोरी मान्छे भयो यो अरुण छोरा मान्छे भयो त्यो छोरी मान्छे नि त अरुणले बिहा गरेको नि त के रहेछ हौ त्यो कथा भनिदिनु न रमाइलो रहेछ अब कथा त अब खोइ म अब के अब पहिला बुढाबुढीले अब भन्नुहुन्थ्यो अब यो अरे तमुर र अरुण अरे सल्लाह गरेर अरे ठुल्ठुलो तार बनाउँदै जाउँ मधेस भनेर अरे सल्लाह भएर झरेको अरे अरुणले चाहिँ अब छोरा मान्छे भयो अरे ठाउँ के भन्छ माथि तुम्लिङ र कुन कुन ठाउँ मात्रै बनाएर यो सानो सानो बनाउँदै आएर मचुवा र अखुवामा त ठुलो बनाएको छ र सट्टै दुधकोसीलाई बिहा गरिहालेछ बिहा गरेपछि यसले चाहिँ हो भनेर अब साथीले भनेको भनेर ठुलो तार अब यो तमुरमा त बनाउँदै कोही घरमा त तपाईँको एउटा तारमा सही घर सोम छ नि तपाईँको त्यसो आएछ र यो के भन्छ डाँडामा तपाईँको त्यहाँबाट हेरेछ बिहा गरिहालेको पछि त बिहा गरिहालेछ भनेर फर्किने भएछ फर्किने भएपछि यसले जानेछ ल अब फर्किने भयो भने त्यहाँदेखि फकाएर तँलाई छोरा बनाएर लान्छु तिर्जुगासँग म बिहा गरिदिन्छु भनेछ र फकाएर तलबाट चुच्चे माछाहरू लिएर यो भिर अरे तपाईँ पत्थर फोरेर त्यहाँ लगेको अरे छोरा बनाएर तपाईँको अझ छोरा बनाएको अरुणले भइगयो मैले गल्ती गरिहालेँ झरेर अब होइन सल्लाह गरेको थियौँ झरेर अब होइन तर चाहिँ मधेस जाउँ भनेर सल्लाह गरेको थियौँ ठुल्ठुलो तार बनाउँदै म अल्छित आएर त्यहाँ बिहा गरिहालेँ त अब होइन नरिसा म पनि लान्छु र अब छोरा बनाएर लगेर तिर्जुगासँग बिहा गरिदिन्छु भनेर अरे फकाएर दुधकोसी पनि सुनकोसी भोटेकोसी ताबोकोसी 4 कोसी छ यो चाहिँ अरुण बरुण यो 2 कोसी यो त अरुण चाहिँ 2 कोसी यो तमुर मात्रै 1 कोसी के भन्नुहुन्छ पल्लोलाई सुनकोसी भन्छ सुनकोसी दुधकोसी भन्छ दुधकोसी र सुनकोसी पनि भन्छ तपाईँको त्यहाँदेखि त 4 कोसी छ भोटेकोसी ताबोकोसी 4 कोसी थियो हजुर यो 2 कोसी मात्रै तपाईँको अरुण बरुण र यहाँ चाहिँ तपाईको खेतीपाती कस्तो हुँदो रहेछ टारमा खेतीपाती चाहिँ मकै र कोदो मात्रै हुन्छ तपाईँको अलिअलि र यहाँ धान हुँदैन तपाईँको पानी छैन चामल त तलबाट ल्याउनु हजुर धान खेती पनि के गर्नु जम्मैले छोडिसक्यो हाम्रो पहाडको त तपाईँको 1 मुरीको बिउ जाने नि तपाईँ सहर कति पनि फलेन तपाईँको 25 मुरी पनि फल्दैन अब मधेसमा अस्ति एउटा बुढो भन्दै थियो एउटा छेत्री बुढा यो पार्ले धाराकोले मैले 5 कथै छर्छु झन् 4 जनाको जन्छ खानुले पुग्छ भनेर भन्छ पहाडमा के गर्नु त्यो 1 पाखै रोपो कति पनि हुँदैन भनेर भन्छ सिँचाइ छैन तपाईँको त्यही पारीबाट सानो 2टा कोसीले अब तलबाट होइन यसपालि चाहिँ भनेर पोरो के भन्छ जिल्ला गाउँपालिकाबाट दिएर तपाईँको यसपालि चाहिँ कोसीबाटै तपाईँको यो के भन्छ यो लिफ्टी के भन्छ लिफ्टिङ गरेर निकाल्ने भनेर यसपालिदेखि नै खन्ने भनेर कति बजेट छुटेको छ भनेर भन्ने चाहिँ अहिलेसम्म खनेको छैन अब चुनाव पछाडि चाहिँ अब खन भने आकाशको भर त्यो अलिअलि पानी 2 धारा ल्याइएको छ अलिअलि सागसब्जी दिने तपाईँको हजुर छ खानुलाई अब बोक्नु परेन पैसा मात्रै हुनुपर्छ जतिले तपाईँको होइन धाराकै पानी खान्छु हजुर पैसा लिँदैन तपाईँको पारीबाट धारा खोलाबाट ल्याइएको छ पैसा छैन तपाईँको यसो बनाउनु जाने भने मात्रै कोही बेला बिक्री आएको बेलामा कोही अब नभ्याउने चाहिँ पैसा दिनुपर्छ होइन म आज भ्याउँदिनँ तिमीहरू जाऊ पर म 1-2 पैसा दिन्छु भनेर अब त्यसरी चाहिँ त्यस्तो कुरो चलन छ पैसा लिने चाहिँ चलन छैन अब यो लिफ्टिङमा चाहिँ अरे पैसा अरे भनेर भन्छ मिटर हुन्छ धान त्यस्तो त हुन्छ अरू चिज त अब खोइ कोले छोड्ने र मकै गाई बस्तु पाल्नु छोडे तपाईँको दुध मै खाँदैन गाई पनि धुँदैन अब त यो राई बस्ती भएकोमा त तपाईँको त्यो चाहिँ धुँदैन तपाईँको स्याहार पनि गर्दैनन् अनि सरीबरी बस्नुपर्ने छ छेत्री बाहुनसँग नि छेत्री बाहुन चाहिँ अब पालेपछि तपाईँहरू त्यो भएपछि आफू पनि जाँगर चल्छ रहेछ नि यो कोलटारमा हेर्नुपर्छ छेत्री बाहुन बसेकोले गर्दाखेरि राईहरू पनि जम्मै त्यो सिकेको छ यो मचुवामा अखुवामा हजुर गाई भैँसी पालेको छ हल गोरु पालेको छ तातनामा खसी पालेको छ सबै यो राई मात्रै भने त्यो एउटा
त्यो फल्नाले नि एउटा गाई पनि पालेछ नि किन पाल्नु हामी पनि ऊ खाँदैछ अब होइन राम्रै खाँदैछ राम्रै हिँड्दैछ भनेर भन्छ त्यही खालि खोजिन्छ त्यसै अरू चाहिँ केही छैन तपाईँको यहाँ चाहिँ केही बाँस मात्रै आमदाम बाँस बाँस र अलिअलि माछा आउँछ माछा मार्छन् त्यो पैसा चाहिँ अलिअलि आम्दानीको स्रोत केही छैन छैन तपाईँको के गरेर पैसा कमाउनु बोका खसी अलिअलि पाल्छन् घर बोका खसी चाहिँ सुँगुर पाल्छन् सुँगुर जोर पाल्छन् सुँगुरले हुन्छ तपाईँको अहिले त अब यसो 30-35-40 धार्नीको भइदियो भने अब 50,000 होइजान्छ 12,500 धार्नीको छ 1200ले अनि तपाईहरु तर बजार जानु पर्यो भने चाहिँ कसरी जानुहुन्छ हामी बोटबाट कि यो खोला गर्छ नि त बाटो तपाईँको हिँडेर सिधा बाटो छ नि एकैचोटि बार क्षेत्र निस्किनु अहिले त अझ रेलिङ लगाइदिएछ 2 घन्टा लाग्दैन बार क्षेत्र निस्किनु त एक घन्टै तपाईँको हामी हिँड्नेलाई परतिर मात्रै 2 घन्टा त्यहाँदेखि पहिले चाहिँ अब बाटो रोड नआउँदाखेरि बार क्षेत्रदेखि चत्रसम्म 2 घन्टा लाग्थ्यो तपाईँको अहिले अनि जेट बोटमा चाहिँ कति लाग्छ टाइम अहिले 400 1200सम्म पहिले 400 चत्रघाटसम्म थियो अहिले सानो बोट छ तान्दैन अब तेल बढी खान्छ भनेर त्यो हिसाबले 400 लिँदैछ तपाईँको हजुर ए अनि कति टाइममा पुर्याउँछ यसले त 10 मिनट नि यहाँबाट त बाला क्षेत्र त तपाईँको एकैछिन सजिलो भएको छ बारसित पुगेपछि टेम्पू पाइहालिन्छ कहाँ अब जानु छ भने तु यहाँ गयो अहिले त धेरै चल्दैन बर्खामा चाहिँ बर्खा हजुर बाटो अब भत्किएको भने बन्द हुन्छ त्यही भएर यही सानो बाटो गोरे त्यो नै हिँडेरै हिँड्नै पर्यो हजुर यो माथि ताङकेराबाट पनि कोही भत्किहाल्छ बर्खामा चाहिँ अलिक चल्दैन माथि अब ठुलो गाउँ छ भत्किए पनि गाउँमा जान्छ खन्नु सबै यो पोखरेको मूलघाटको पनि त तपाईँको बिग्रियो भने पनि ठुल्ठुलो गाउँ छ पछि खन्छ नै तपाईँको नि भत्किए पनि त्यही साउन असार साउनमा ठुल्ठुलो पहिरो गयो भने मात्रै अलि सकेन भने मात्रै यसो रोकिन्छ सानो त खनिहाल्छन् तपाईँको